सो हेलो एभ्रिवान, वेलकम टु माई ब्लग सम्पूर्ण लामो मोक्तान। म फेरि तपाईँहरूको माझ फेरि कम ब्याक भएर आइसकेँ होइन। हेर्न सक्नुहुन्छ अब हाम्रो बिहानको सुरुवात चाहिँ कहाँबाट हुन्छ भन्दाखेरि अब ओल्डिङको कामबाट हुन्छ। अनि हेर्न सक्नुहुन्छ यत्रोबाट ढ्याब्रे मिसिन्छ यहाँनिर टक्क ल यहाँ चाहिँ पुरै डोडी दिने कार्यक्रम, यहाँ होल्डर सोल्डर के दिने कार्यक्रम हुँदैछ। अब म पनि माथि चढ्नु पर्ने हुन्छ। यस्तै हो अब गरिबहरूको ब्लग के गर्नु। यहाँ पनि एउटा यहाँ मिसिङ पनि फिट गरिसक्यो। अब म यहाँबाट माथि चढ्नु पर्ने हुन्छ। त्यो कम्तीमा नि केही नभए नि कति फुट छ अरे 32 हजुर कति फुट खर चाहियो वाल कति फुट अरे 18 भने खाँदा फेरि कति 16 फुट भने खाँदा ट्यागको लाएर च्याकको पारामा। अनि हामी मैले यहाँ माथिसम्म चढिसकेको छु कि होइन। यो चाहिँ हामीले कति लगभग 1 महिनामा फिनिसिङहरू लगायो सबै होल्डिङ सोल्डिङ होइन, पुरै फिटिङ सबैको 1 महिनामा लगभग टोटल्लै गरिसक्यो। तपाईँहरू पनि यस्तो अब केही घर सर बनाउनु छ भने कन्ट्याक्ट गराउनु होला। तपाईँहरूलाई म कन्ट्याक्ट नम्बर नै छोडिदिनु त्यहाँनिर है। त्यो हेरेर सक्नुहुन्छ। ल हेरेर सक्नु। अब चाहिँ हाम्रो कामको गन्तव्य र तर्फतिर लाग्दैछु है। त्यति नै भन्न आएको अहिले चाहिँ। अब यहाँ चाहिँ कटिङ मास्टर यहाँ नि यता स्याकको पारामा। अनि होइन तपाईँहरूलाई केही गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नु होला। अनि के गर्नु अब यस्तै छ। ल हेटोडा यस्तो छ। हेटोडा यो चाहिँ सबै हेटोडा बजार है। यो चाहिँ स्याकको पारामा। ल गरिबहरूको ब्लग यस्तै हेर्नुपर्छ। तपाईँहरूले सपोर्ट गर्नुपर्छ। ल दायाँ बायाँ नसोचिकन, धेरै कुराहरू नसोचिकन, मनमा धेरै कुरा नडुलाइकन। हस् त धन्यवाद भन्न चाहन्छु अहिले यति भन्दै। म फेरि पनि कम ब्याक भइसकेको छु कि फेरि सम्पूर्ण लामो मोक्तान फेरि पनि कम ब्याक हालिसकेकै छ। ल हेर्नुहुन्छ यहाँ चाहिँ यो पनि हामीले बनाएको। यो चाहिँ उहाँसम्मको ल हेर्नुहुन्छ हामीले बनायो अब गफसप त उठाउनु परिहाल्यो नि। ठिक छ ल अब फेरि काम सुरु हुन्छ। अब 2टा पाइपको सुरुवातमा हुनुहुन्छ हामी हजुर। अलिअलि चाहिँ हामी टक्क एकछिन बस्ने दिने कार्यक्रम गरिसकेको छु। अनि सो तपाईँहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि धेरै काम गर्नु ठिक हो, तर आफ्नो शरीरलाई पनि एक दिन रेस्ट भन्ने पनि चाहिन्छ है। त्यही भएर आफ्नो शरीरलाई पनि एकदम ख्याल गर्नु होला। धेरै काम भनेर मात्रै दौडेर नै हुँदैन होइन। अब आफ्नो शरीर पनि हेर्नुपर्छ। फेरि भन्दाखेरि फेरि डक्टर पढ्न आयो क्या त्यहाँदेखि भन्दाखेरि त्यस्तो केही पनि होइन। म चाहिँ भनेको मात्रै हो, त्यस्तो केही होइन। यस्तो अनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ टक्क आजको घाम चाहिँ यस्तो चडक लागिरहेछ किन हो। अनि हामी चाहिँ यहाँ बसिरहेको छु। अब यस्तै हो गरिबहरूले गर्ने कुरा नै यस्तै हो। अनि सो हेर्न सक्नुहुन्छ हामीले चाहिँ कतिवटा 9:45सम्म चाहिँ हामीले कतिवटा हालेछ भने 1 2 3 4 5 6 7 8वटा जति हालेर भ्याइसक्यो। कति अब लगभग 8 बजी 8:30 बजीदेखि काम सुरु भयो भनेपछि त्यही समथिङ 1 घन्टा 1.5 घन्टासम्म चाहिँ हामीले चाहिँ 8वटा जति हालिसकिसक्यो पाइप। अब चाहिँ फेरि अब यता हाल्नुपर्ने हुन्छ। अनि ल ठिक छ। अब चाहिँ हामी चाहिँ खाना खान जाने टाइममा होइन त्यतिखेर चाहिँ भेटौँ आयो त। ल अब खाना खाने जाने टाइम चाहिँ अब 12-1 बजीतिर हुन्छ। 1 त भन्दिनँ, त्यही 12 बज्छ। सो सक्नुहुन्छ के काम गर्छ भन्छ। अब यस्तै हो ओल्डिङको काम गाइस। म चाहिँ फेरि पनि आइसकेँ तपाईँहरूको माझमा होइन। टक्क लाएर अघि म त्यहाँ फ्याक्ट्रीमा काम गरेर कार्यक्रममा म तपाईँहरूले भेट्न पाएन त्यहाँबाट छरी टाइममा। त्यसरी चाहिँ हामीले त्यो पाइपहरू सबै हालेर भ्याइसकेको छु कि म फेरि आइपुगिसक्यो ट्याक्क। ल नयाँ डाँडाकाँडा। अनि यो चाहिँ पहिलाको स्कुल हो अरे क्या यो चाहिँ होइन। त्यतिखेर हाम्रो कति पुरानो स्कुल हो अरे क्या यो चाहिँ। ल हेर न भूत बङ्गला जस्तै बनाएर राखेको छ। सो अनि टक्क पारामा म चाहिँ अहिले खाना खान जाँदैछु कि 12 त बजेको छैन होइन। 11:49 त्यस्तै भयो होला। मैले टाइम नै हेर्नु भ्याएको छैन। टक्क पारामा अनि कहिले शीतल कहिले घाम। यो मौसम के भएको कि होइन। कहिले फेरि बादल लाग्छ, कहिले घाम लाग्छ, कहिले हावाहुरी चल्छ, कहिले पानी पर्छ। यार लास्टै नहुन्छ मौसमै काम छैन कि। अब त्यत्रो त्यो माथि बस्ने जेलसम्म चाहिँ घाम लाग्यो, तल झरेपछि फेरि शीतल भएर आयो के हो यस्तै।
ठिक छ अब म खानासाना खाएर घरतिर फर्केर घर गएर खानासाना खान्छु अनि त्यसपछि फेरि काम आउने टाइममा म त्यसपछि तपाईँहरूलाई भेट्छ है त ल हस् त धन्यवाद भन्दै म यहीँबाट अब टक्क लाएर अब मेरो भ्लग चाहिँ यहाँसम्म हुन्छ फेरि भरे अहिले दिउँसोतिर भेटौँला बेलुका पनि कतिखेर घर आउँछ तपाईँहरूलाई म सब टाइमहरू स्पेन्ड सब टाइमहरू देखाउँछु ल है गाइस फेरि पनि आइसक्यो तपाईँहरूको माझमा फेरि पनि आइसक्यो काममा टक्क लाएर ह्यान्ड सुन्नुहुन्छ यो चाहिँ यो दाइको नाम चाहिँ के हो भन्दाखेरि नाम के हो दाइ तपाईँको नाम के हो भनेको थाहा छैन के गर्नु अब गरिबहरू पऱ्यो हामी होइन के साह्रो गर्मी यार ल गाई जब चाहिँ अब फेरि काममा आइपुगिसक्यो होइन म अघि घरबाट निस्किएर भन अब हेर न यहाँ गरिबहरूको चप्पल पनि यस्तो हुन्छ खोक्का पाराको होइन अनि कसले सक्नु यस्तो हेर न के भने गरिबहरूको फेरि खोक्का हुन्छ नि त ल हस् त धन्यवाद अब काम सुरु हुन्छ फेरि पनि आइसक्यो फेरि म तपाईँहरूको माझमा हेर्न सक्नुहुन्छ म कति धेरै माथि छु तर मलाई यो भिडियो चाहिँ युट्युबले फाल्छ होला मलाई चाहिँ सम्झि त्यस्तै हल्का मनमा डर भन्ने त्यस्तो कुराहरू लागिरहेछ होइन सो म चाहिँ एउटा कुरा भन्न आएको थिएँ के भन्नु भने केटा हो होइन तिमीहरू पनि काम गर के अरे हलेर नबस्छ काम गर्नुपर्छ काम नगरी माम मिल्दैन काम नगरी खाना दिँदैन अरूले होइन विदेश मात्रै नभन केटा हो नेपालमा बसेर अलिक काम गर्नुपर्छ अलिअलि यसो नलेज लिएर मात्रै जानुपर्छ क्या अलि हल्का आफूलाई पनि हल्का हुन्छ होइन एकैचोटि बाहिर गएर बस्नु चाहिँ एकदम गाह्रो हुन्छ है केटा हो त्यो चाहिँ मनमा चाहिँ लिएर राख होइन त्यही हो अहिले चाहिँ हाम्रो काम भइरहेछ अनि गाह्रो भयो अलिक छोरा मान्छेहरू चाहिँ त्यस्तो त्यो हुन्छ नि छोरा मान्छे छोरी मान्छे भन्ने चाहिँ सबै एउटै हो होइन तर म त्यसरी छुट्याउँदिनँ के भन्छु भने केटा मान्छेहरूलाई चाहिँ जिन्दगीमा हाँसी नखा होइन त्यही हो अब मेरो केटाहरूलाई नि मैले चाहिँ मेरो केटाहरूलाई भने है यो चाहिँ केटा हो तिमीहरू त्यसरी गाउँमा धेरै कुकुर जसरी डुलेर नबस्छ फेरि यस्तो चढा हाल्छ तिमीहरू काम गर्दा काम गर्नु छैन मुलाहरू खालि हल्ला गरेर छ खालि बसेर छ हल्ला गरेर बसेर काम छैन दिमाग छैन तिमीहरूको मुला यसो कामसाम गर्न जानु कहिले कता यसो हिँड्नु अनि विदेशतिर गए चाहिँ अलि यसो बाहिर बस्दा अलिकति अलि आनन्द हुन्छ यसो 5-6 महिना यसो नेपालतिर काम गर्नु यताउता हेर्नु छैन एकैचोटि विदेशमै सोचेर हुन्छ मुलाहरू दिमाग छैन अनि सो त्यति नै पढ्ने हो मैले तिमीहरूलाई म अरू के भन्न सक्दिनँ होइन अनि के भन्छु भन्दाखेरि अहिले एकदम रमाइलो छ क्या किन हामी सधैँ रमाइलो भएर बाँच्नुपर्छ होइन जिन्दगी एउटा हो त्यही भन्छु म चाहिँ सो अनि अहिले चाहिँ हामी चाहिँ खाजा खाएर डक्टर कामसाम गरेर होइन खाजा खाएर एकछिन रेस्ट टाइम भनौँ न रेस्ट टाइम अनि फेरि एकछिनमा घर जानुपर्छ घर गएर अनि टक्क अलिअलि कामहरू सघाउनुपर्छ यसो जे भयो नि अब अरू केही नगरे नि यसो आफ्नो कोठा त बढाउनु पऱ्यो नि अब गाइजहरू अहिले फेरि घर जाने बेलामा भेट्छ है त ल हस् त धन्यवाद सबैजनाले माया गर्नु पऱ्यो सपोर्ट गर्नु पऱ्यो त्यहाँ फेरि थाहा होला नि फेरि मैले यस्तो सकेर अहिले होइन टक्क लगाएर आइसकेको छु क्या अनि के भन्छु भन्दाखेरि म चाहिँ एकदम गुड ठाउँमा आइसकेको थिएँ एकदम पिस ठाउँ कतै केही सुनसान पनि छैन तर यसो हेर्नु न यसो एकदम बेस्ट ठाउँ छ क्या तर यहाँ चाहिँ दिनभरि काम गरेर आयो तर यहाँ आएर थकान गर्दा पनि एकदम आनन्दको ठाउँ छ क्या हुन्छ यस्तो आनन्द छ क्या यतातिर घुमघुम ट्याङ त्यसो केही छैन आनन्द छ मेरो पछाडि चाहिँ हेर्नुहुन्छ यसलाई चाहिँ बङ्गला भन्छ होइन मान्छेहरूले चाहिँ त्यस्तो भन्छ तर यो पहिला जमानाको स्कुल हो होइन मलाई नि अब थाहा छैन यो हामी नजन्मिनुभन्दा अगाडि नै थियो क्या तर यो स्कुल चाहिँ सो म चाहिँ अनि कामबाट आएँ
थाकेर आएँ अब थाकेर त के भन्नु काम अब सधैँभरि गरेर आएको एउटै काम हो कामसाम सकेर म निस्केँ आएँ आएर बसेँ सधैँभरि काम गरेँ तर पैसा चाहिँ जिन्दगी बचेको छैन यस्तो के भन्छु भने बरु कमाऊ बरु दिनभरि होइन दिनभरि रातभरि जति मिहिनेत गर्नु छ गर होइन बरु पैसा चाहिँ कमाइराख्नु पऱ्यो कि एनी टाइम जति दुःख गऱ्यो भने एनी टाइम पैसा चाहिँ कमाइराख्नु पऱ्यो कि होइन पैसा चाहिँ आइराख्नु पऱ्यो कि काम गर नगर होइन त्यो जसरी पनि पैसा चाहिँ भइराख्नु पऱ्यो कि त्यो रहेछ क्या लाइफ चाहिँ मैले चाहिँ त्यो बुझेँ होइन त्यो कुरा हो अब म चाहिँ रुमतिर जाँदैछु अहिले फेरि किन यसरी एक ठाउँमा बसेर भिडियो बनायो भन्दाखेरि होइन म त्यसरी हिँडिराख्नु पाउँदैन नि त त्यही भएर म मेरो काम भनेको म काम गर हिँड्ने बस्ने है मेरो काम त्यति हो काममा जाने फेरि रुममा जाने काममा जाने रुममा जाने काममा जाने रुममा जाने काम त्यति हो मेरो काम त्यति हो यो दिनभरि खालि पैसा मात्रै छाउनु पऱ्यो केटा अनि त्यो पिस ठाउँ रहेछ यहाँ चाहिँ अनि त्यो भएर होइन अब रुमतिर जान्छु फ्रेस हुने अनि काम त्यति हो रुम ओछ्यामा गएर सुत्नु सक्छु फेरि भोलि बिहान हुन्छ फेरि उठ्ने फेरि काममा जाने अनि फेरि खाना खाने फेरि कामले दौडिने फेरि घर जाने त्यसरी नै रुटिन चल्ने नि हामीहरू चाहिँ होइन ठिक छ एकदम आनन्दको ठाउँ भएर यहाँ बसेको म चाहिँ एकछिन है लेट्स सी एउटा फ्रम गाइड्स माया चाहिँ गर्नु पऱ्यो है सबैजनाले अब चाहिँ फेरि पनि म कम ब्याक भएर आइसक्यो होइन सबैले माया गर्नु पऱ्यो त्यही हो अरू भने त्यस्तै हो ठिक छ ल हस् धन्यवाद म चाहिँ रुमतिर जानु लाग्यो टक्क फ्रेस भएर भेटौँला है सो गाइज म चाहिँ अब घरतिर आइपुगिसकेँ टक्क फ्रेस भएर रुममा गरिबको रुममा भयो यस्तै के गर्नु आइसकेँ म रुमतिर टक्क भाडामा होइन अनि सो यस्तै हो मेरो दिन चाहिँ यसरी नै कट्छ कि सो यति नै भन्दै म अब तपाईँहरूदेखि बिदा लिन चाहन्छु आजको भ्लगलाई होइन अब भोलि भेटौँला है गाइज सो के गर्नु गरिबहरूको सानो यस्तो हुन्छ भदाङ है भद्रकोल अल्छी पनि गरिब पनि रुममा चाहिँ खाँदैछ अहिले ल अब सो भोलितिर भेटौँला है गाइज आजलाई यति नै भन्दै सबैजनाले माया गर्नु होला साथ सपोर्ट दिनु होला मलाई यति नै भन्नु सबैलाई माया छ धेरै माया अनि मिठो सम्झना है बाई मेरो केटाहरूलाई नै है ल धन्यवाद बाई